हिलमा अनि हामी चाहिँ अब यहाँ हाइकिङ गर्न जाँदैछौँ अनि मसँग चाहिँ छ यता कुल्फी नेपाली कुल्फी हो यो हेलो हेलो यहाँ चाहिँ म खाँदैछु कुल्फी अब हेरौँ हाम्रो यात्रा कस्तो हुन्छ यस्तो छ यात्रा बाटो अनि माथि गएर चाहिँ भ्यू पोइन्ट छ अनि त्यहाँबाट चाहिँ मजाको भ्यू देखिन्छ काठमाडौँको भ्यू चाहिँ होइन पक्कै पनि क्लस्टरको भ्यू चाहिँ देखिन्छ होला सायद हेरौँ के हुन्छ झमझम पर्यो पानी घाटैमा जाडो वर्षा आउन काखैमा सो गाइस हामी अब यसो हिलतिर हिँडिरहेछौँ अगाडि चाहिँ यस्तो हिल छ तोरीबारीहरू चाहिँ यो त होइन ड्यान्डलाइन अरे क्या गाइस म चाहिँ यहाँ खाँदैछु नेपाली कुल्फी अनि यो चाहिँ के को बनेको हो यो कुवा यताउताको भने होला पिस्ता गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कस्तो मजाले धान के अरे तोरीबारी जस्तै गरेर यो के फुल लागेको छ है देख्नुभयो होला so beautiful so elegant just looking like a wow हामी हिँड्दैछौँ यो डाँडा काँडा जङ्गलहरूको बिचमा उहाँ चाहिँ एज युजल उहाँको के बिर्सिनु भयो अरे बिर्सिनु भएन हराउनु भयो एज युजल के हराउनु भयो उहाँले तपाईँलाई यो ठाउँमा आएर के ठाउँमा आएको कुन नेपालको कुन ठाउँको याद आइरहेछ मलाई मेमोरी एउटा सेयर गरिदिनुहोस् प्लिज मलाई हामी उता मार्बल डाँडा जाँदाखेरिको बाटो मार्बल डाँडा हामी गएको थियौँ र हामी सबैजना गयो नि त केटी जवानहरू ए यस हामी जवानहरू युथ फेलोसिपबाट हिँड्दै गएको थियौँ है हो ठिक कुरा गर्नुभयो तपाईँले बल्ल मलाई याद आयो तिमीलाई चाहिँ कुन आयो भन ल मलाई पनि मार्बल डाँडा अनि मार्बल डाँडामा त म कति गएँ साथीहरूसँग स्कुलको साथी कलेजको साथी चर्चबाट कताबाट गइसकेँ अनि अर्को चाहिँ मलाई झ्याट्ट भन्नुपर्दा त्यहाँ उ छ त सन्तानेश्वर के त्यहाँ पनि कति हाइकिङ गर्न जान्थ्यौँ त हाइकिङ भन्नाले वकिङ हाइकिङ त्यस्तै भनौँ न हामी बाटो छ नि हामी त्यो उता गएको थियौँ नि सानो त्यो ड्याममा के त्यो ड्यामको नाम के हो थाहा छ यतापट्टि हिँड्नु ड्याम त होइन जस पोखरी टाइप ड्याम नै हो त्यो हाइड्रो समथिङ के निकाल्ने ठाउँ होइन त्यो जे होस् त्यहाँको पानी जम्मा गरेर भोलि पर्सि बागमतीमा चाहिँ त्यो पानी लग्ने भनेर गराएको थियो सायद बोजुङ ड्याम बोजुङ ड्याम त्यस्तै के ड्याम थियो साथीहरू अनि सुन्दर जलबाट माथि होइन त्यहाँ पनि राम्रै थियो है यो साइनको मिनिङ चाहिँ के रहेछ हेर्नु ल त्यो साइनको मिनिङ म भनिदिउँ यहाँ हेर्नु यहाँ के हो भन्दाखेरि हर्स ट्रेल पनि हुँदो रहेछ यहाँबाट फक्स नेचर ट्रेल यहाँ हेर्नु यहाँबाट उता गयो भने फक्सहरू भेटिने रहेछ यहाँबाट माथि गयो भने हर्सहरू भेटिन्छ भनेर हो त्यो ए मलाई अर्को एउटा याद नि आयो भाइ यो देखेर भर्खरै के को याद आयो थाहा छ मलाई हामी एकचोटि क्या कलेजबाट टुर गएको थियौँ अनि हामी जान चाहिँ खै कता पो गएको थियौँ तर जो चन्द्रगिरीसम्म हिँड्दै जाने भनेको थियौँ क्या हामी
अनि त्यति बेला बाटोमा ऐसेलु खाएको याद आयो मलाई। जस हामी त्यहाँबाट ऐसेलु खाना खाँदै गएको थियौँ कि विवेकले टिप्दा थियो। थ्याङ्क्स विवेक। गाइस हामी चाहिँ यहाँ आयौँ। अब यहाँ चाहिँ अघि भर्खरै कस्तो खतरासँगले ट्रेन गइरहेको थियो नि, तर मिस भयो क्या। तर त्यहाँ चाहिँ कता त्यताबाट स्वाइँ ट्रेन गएको थियो अनि त्यहाँ चाहिँ बस्थ्यो अनि यहाँबाट यसरी स्वाइँ गएको थियो क्या ट्रेन। जस यहाँ पनि क्राउडेडै छ है। यो के भन्छ यसलाई, यो यहाँको ठाउँहरू पनि कति धेरै रहेछ। क्राउडेड भन्दा पनि यहाँ बस्ने ठाउँ छुट्टै छ, नेचरको लागि छुट्टै छ है। बस्ने रेसिडेन्टल एरिया छुट्टै छ, सपिङ सेन्टर अनि त्यहाँबाट इन्टरटेनमेन्ट टाउन सेन्टर भनेर छुट्टै छ, अनि अब यस्तो नेचर छुट्टै छ, सबै छुट्टै छुट्टै छ। अर्गनाइज्ड क्लिन प्रिटी। Welcome to Robinswood Hill Country Park. हेर्नु नतिजा यहाँ के हो यो सरकार, what is this भनेर क्या। ल यहाँ जे भए पनि एन्ड फ्रग अनि के चरा अनि यो क्याटरपिलर अनि यो के रहेछ एउटा, एन्ड यहाँ सबै खालको सुविधाहरू छ। यो के हो, रेन्जर्स हो, रेन्जर सेन्टर एन्ड इन्फर्मेसन, पार्किङ, टोइलेट्स, क्याफे, चिल्ड्रेन्स प्ले एरिया, स्कल्पचर फिल्ड, पिकनिक एरियाज सबै थोक छ। एन्ड यहाँ के थोकहरू सबै छ है। तपाईँहरू यदि ग्लस्टरमा बस्नुहुन्छ भने कृपया आएर यो ठाउँ भिजिट गर्नुहोला। तर यहाँबाट तल जाने ठाउँ छ कि छैन भन्ने कुरा हो। अब अस्ति एउटा भिडियोमा होइन एउटा मान्छेले यस्तो भनेको क्या, यो केराको बोटले मलाई भनिरहेछ राजा आऊ देश बचाऊ भनेर। ल हामी त कहाँ आयौँ साथीहरू, थाहा छैन, यहाँबाट लक हो रहेछ। अब हामी फर्किन्छौँ। अघि तर त्यो आन्टीहरू आमाहरू यहीँबाट जानुभएको थियो है, हुनै पर्यो नि। यो त हामी सिधा यस्तो हल्का माथि गयौँ फेरि तल झऱ्यौँ क्या हामी। ल अब हामी जाऊँ न त माथि जाऊँ माथि। ल जाउँ ल माथि नै जाउँ है त। गाइस हामी चाहिँ अघि यहाँबाट सिधै उता तल गएको थियौँ नि त। ए यहाँबाट होला अरे, होला त हुनसक्छ, जाने र जाम भन्दा छु त। एक्सपिरियन्स, नयाँ एक्सपिरियन्स गरौँ। थ्याङ्क यू। होला र होइन हौ यहाँ त। लु बाख्रा होस् कि भेडा होस् हिँड्नु। चलो गाइस हामी चाहिँ भर्खरै लापत्ता भयौँ नि त, अनि त्यही भएर यहाँ एकजना बाजेलाई सोधेको। ल भन्नु त के भन्नुभयो बाजेले। यहाँबाट हामी सिधै जाने, त्यहाँ एउटा फिल्ड त्यो अघिको त्यो फिल्ड थियो नि, त्यहाँबाट उतापट्टि यता आमाहरू हिँडिराख्नु भएको त्यो बाटो थियो नि, त्यहाँबाट माथि जाने रे क्या। मङ्मी भन्दा नि यहाँबाट अघि हामी त्यो बाख्रा भनेको ठाउँबाट पनि जान त मिल्ने रहेछ है, तर त्यहाँबाट चाहिँ लामो रहेछ, त्यही भएर रहेछ। गाइस हामी हिँड्दा फेरि त्यही बाटो फर्क्यौँ है। त्यहाँबाट यतातिर जस्तो लागेको छ नि त हामीलाई, त्यही भएर हेरौँ हामीलाई कता पुऱ्याउँछ हाम्रो डेस्टिनीले, हाम्रो कदमहरूले। अनि त्यसपछि विदाउट होइन, बिफोर पानी पर्नुभन्दा अगाडि हामी पुग्न सकौँ अनि झर्न सकौँ। गाइजहरू हामी चाहिँ त्यहाँबाट हिँड्दै यसरी हिँड्दै अब यहाँ जाँदैछौँ। यदि हजुरहरू पनि आउन चाहनुहुन्छ भने तपाईँहरूको लागि भनेर मैले भिडियो बनाइदिइसकेको छु। घरमा बसिराख्ने होइन है दाजुभाइ दिदीबहिनीहरू। गाइस उहाँ चाहिँ मलाई हाइकिङ स्टिक खोज्नलाई जाँदै हुनुहुन्छ।
किनकि यहाँ यस्तो ऊ छ नि उकालो हिँड्नै नसक्ने उकालो छ सहारा मेरो सहारा तिमी यसरी बोक्दै हिँडिन्छ अब च्याट्ट लाएर गाइज लगभग 1 घन्टा हिँडेपछि हामी फाइनली पुग्न आँटेको छौँ हाम्रो मम्मी भ्यू पोइन्ट हाम्रो डेस्टिनेसन वाउ कति राम्रो भ्यू होला है लेट्स गो जुम 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 साथीभाइ जुम 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 हामी अब पुग्न आँट्यौँ भ्यू पोइन्ट यस्तो छ वातावरण देख्नु होला हौ त माथि वाउ कस्तो मजाले टक्क सबै देखेको है हेर्नु न दामी गाइस फाइनली हामी पुग्यौँ गाइस यताबाट साइडमा चाहिँ यस्तो राम्रो फिल्ड है यो कुन ठाउँ हो गेस गर्नु त भने यो साइरन सिस्टर जाने बाटो हो यो साइरन सिस्टर जाने बाटो हो गाइस देखिहाल्नुभयो होला तपाईँहरूले हामी यहाँ माथि आइसकेको छौँ अनि यहाँको भ्यू चाहिँ यस्तो दामी छ होइन सबै देखिँदो रहेछ क्या सहर पनि देखिने रहेछ गाउँ ठाउँ पनि देखिने रहेछ टाउनदेखि लिएर कथिड्रलदेखि लिएर सब देखिने रहेछ है अब क्रिस्प पनि खाऊँ त अनि यसो आराम गरौँ अनि फेरि यात्रातर्फ जाऊँ ल चिकन खाने कि अनियन दुबै खाने गाइजहरू हाम्रो यहाँको भ्रमण सकिएको छ अब हामी जान्छौँ फेरि तलतिरको यात्रा गर्न गयौँ है यहाँको भ्रमण एकदमै राम्रो भयो यदि तपाईँहरू ग्लस्टर चेल्टेनहममा बस्नुहुन्छ भने यो ठाउँमा पक्कै आउनु होला अब चाहिँ हामी यहाँबाट तलतिर जाँदैछौँ अब भिडियो के कस्तो भयो मलाई थाहा छैन यहाँ बाटो चाहिँ फेरि खत्तम छ नि यो गाईहरू रहेछ हौ टन्नै एउटा गीत गाइदिउँ न जुन भयो नि म एउटा गीत गाउँछु म मरे पनि तिमी त्यो के पो गीत थियो म मरे पनि वाला के मेरा भावना छरिए होलान् खरानी भनी म जल्दा पनि पोलेन बरु जति पोले त्यो तिमीले छोड्दा म बल्दा पनि म मरे पनि तिमीलाई खुसी दिन चाहन्छु मरिजाउँ कसम पिङ्क फ्लावर खुसी नै छु म तिम्रो खुसीमा हात गल्यो मेरो त हम चले पहाड़ में मैं हूँ निंजा हथौड़ी आ गया हूँ टैंग 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 पहाड़ों के ऊपर जंगल के पार देखो कौन अब यहाँ दुईटा बाटो छ यहाँबाट एउटा कहाँ हो थाहा छैन एकछिन वेट गरौँ बाटो चाहिँ यस्तो छ देखिहाल्नुभयो होला तर मोस्टली बाटो राम्रै थियो है अघिको अहिलेको चाहिँ अलिक खत्तम छ ठिकै छ जे होस् हामीले माथिसम्म पुग्न सफल भयौँ म त अघि त त्यहाँ है त्यो ठाउँमा पुगेपछि त ला
कहाँ आएछौँ हामी त बन्द थियो कि क्या हो के हो यो भनेर कस्तो टेन्सन परिसकेको थियो नि मलाई त अघि तर त्यहाँ एउटा बाजेलाई सोधेको अनि त्यो बाजेले भनिदिनु भयो कि अनि यहाँबाट तल चाहिँ नि सेम त्यो सन्तानेश्वरको बाटो जस्तो छ म देखाउँछु ल तलको बाटो जुन छ नि साथीहरू प्रिय मित्रहरू हेर्नुपर्छ है तलतिर पनि यस्तो लाएर यो चाहिँ सेम क्या सन्तानेश्वरबाट भर्याङहरू झरेपछि यो यस्तै खालको बाटो छ क्या एउटा त्यही यस्तै खालको बाटो छ तर यति लामो चाहिँ छैन अलिअलि छ भनौँ न अनि त्यही हो गाइज म चाहिँ होइन अघि भिडियो बनाउँदै यसो हेरेको त मेरो त चार्ज 13% मात्रै रहेछ कि त्यही भएर अब चाहिँ अब हामी भिडियो बनाउँदिनँ होइन मैले अब अनि त्यही हो गाइज भिडियो चाहिँ यति नै रहेको थियो यहाँ पनि कस्तो राम्रो भ्यू छ होइन अब भ्यू नै भ्यू छ के गर्नु भ्यू जति चाहिँ भए पनि त्यही हो साथीहरू सी यु इन आवर नेक्स्ट भ्लग बाई गो भन्नु गो 1 2 यस्तो गरौँ न 1 2 हुँदैन त तिमीलाई चुङ्गी खेल्न आउँदैन हो आउँदैन नि मलाई चुङ्गी खेल्न को आउँछ र खेलेको त छैन ल चुङ्गी खेल्न आउने मान्छे चुङ्गी यसरी खेल्दैन नि कसरी खेल्नुहुन्थ्यो ल यसरी खेल्दै चुङ्गी खेल्न आउने मान्छे 2 3 4 वेल डन लु